सर नमस्कार। नमस्कार। स्वागत छ तपाईलाई हाम्रा गफगाफ कार्यक्रममा। हस् धन्यवाद। सर पहिला सुरुमा सबैभन्दा पहिला हजुरको परिचय दिनुहोस् न। नमस्कार दर्शकबिन, मेरो नाम पीके श्रेष्ठ हो। मेरो जन्म मिति 2037 साल मङ्सिर महिनाको 22 गते हो। हाल चाहिँ म नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा व्यवसाय प्रबन्धकको रूपमा कार्यरत छु। सर यो लेखतिर चाहिँ हजुरको कहिलेदेखि चाहिँ यो लेखतिर चाहिँ हजुरको इन्ट्रेस्ट हो? मलाई यो लेखतिरको कुरा गर्नुपर्दाखेरि सानो उमेरदेखि भनौँ न 6-7 क्लासदेखि नै मलाई चाहिँ लेखनतिर चाहिँ असाध्यै रुचि थियो। अनि त्यो ताका हामी स्कुल पढ्दाखेरि लगभग लुजो भन्ने एउटा मासिक पत्रिका निस्किन्थ्यो, नेवारीमा आउँथ्यो। त्यसमा चाहिँ लगभग मेरो हरेक प्रकाशनमा एउटा न एउटा कविता, कतिपय अवस्थामा मुक्त अनि एकाङ्की नाटकहरू अझै प्रकाशन हुन्थ्यो। लगभग हजुरको अब पत्रिका सँगसँगै हजुरको कुनै बुकहरू प्रकाशित भयो कि भएन अहिलेसम्म? बुकको प्रकाशनको खासै त्यो आइडिया चाहिँ मैले राखेको छैन। एकचोटि कथा सङ्ग्रह बनाउँछु भनेर मैले लगभग जम्मा पनि गरे हो, तर त्यही प्राविधिक गडबडी अथवा भनौँ न सबैभन्दा मुख्य कुरा भनेको त्यही आर्थिक पाटो नै आउँछ। आर्थिक अभावको कारणले चाहिँ अब सबैको प्रोब्लम भनेकै आर्थिक अभावकै हामी साहित्यकार अब सबैको एउटा प्रोब्लम हुन्छ सर। अब हामी एउटा मिडल क्लास भएपछि हामीले भोग्नै पर्ने हुन्छ सर। यो जस अब यसमा चाहिँ अब लेखदेखि चाहिँ तपाईँले अब सिनेमा क्षेत्रमा नि धेरै अब कार्यरत हुनुहुन्छ अरे त, लेखहरू टन्नै लेख्नु भएको अरे? लेख त लेखेँ। त्यसको साथसाथमा म त्यस्ताका त्यही सायद 53-54 सालको कुरा हुनुपर्छ है। त्यो ताका नेपाल टेलिभिजनले कठै कथा भन्ने सिरियल आउँथ्यो, सङ्ग्रौलाले निर्देशन गर्नुहुन्थ्यो। त्यो सिरियलको नाम भन्नुहुन्छ कि? कठै कथा, नामै कठै कथा थियो। नामै कथा नै हो, नामै कठै कथा। अनि विभिन्न एउटा कथाको पाटो आउँछ, 3-4 भाग त्यो आउँछ। जस्तै हाम्रो कार्यक्रम हाम्रा गफगाफ जस्तै के उहाँको चाहिँ एउटा लेख प्रसारण हुँदो रहेछ, हाम्रो कथै कथा भन्ने एउटा एकदम त्यो बेला एकदम चलेको रहेछ। उहाँले चाहिँ त्यो बेला एकदम धेरै लेख लेख्नु भएको रहेछ। सो अन्य कुराहरू चाहिँ उहाँबाटै सुनौँ न। अब त्यो ताका हामी त्यही 53-54 सालमा कलेज पढ्दाखेरि भनौँ न, त्यो बेलामा सिंहदरबार प्रवेश गर्न पनि अलिक सहिलो थियो हामीलाई। 4 बजेपछि नै अब सर्वसाधारण प्रवेश गर्नु पाउँथ्यो। अनि म चाहिँ त्यो बेला त्यस्तो नियम नि थियो र सर? सिंहदरबार त्यतिकै छिर्न नि मिल्थ्यो र? 4 बजेपछि चाहिँ हामी छिर्न पाउँथ्यौँ। सर्वसाधारणलाई चाहिँ अलिक सहज थियो। अनि भेट्ने मैले चाहिँ अब नबुझेको कुरा चाहिँ अब हामी 4 बजेभन्दा पहिला चाहिँ किन छिर्न पाउँदैनौँ? अब त्यो बेलामा होला नि, अब अफिसियल कुराहरू हुनसक्छ नि, त्यो कारण। अब त्यो अगाडि कुरा एक्ज्याक्ट मलाई पनि थाहा भएन, तर म चाहिँ अब 3 देखि 3:30 सम्म चाहिँ कलेजमै बस्थेँ। अनि खाइसरी जाँदाखेरि अब 4 बजे चाहिँ हामीले जान जे सहज थियो। अब त्यो बेला अगाडिको चाहिँ खासै उ चाहिँ भएन। अब अफिसियल कुराले भन्नु पनि भएको हुनसक्छ। तपाईँ चाहिँ अब यो लेखदेखि चाहिँ अब तपाईँ नेपाल नेसनल इन्सुरेन्स लाइफसम्म चाहिँ कसरी चाहिँ तपाईँको यहाँसम्मको यात्रा सुरु भयो? अब अहिले भर्खर पनि मैले भने हाम्रो जीवनयापन गर्नको लागि चाहिँ मुख्य कुरा भने आर्थिक पाटोकै कुरा आउँदो रहेछ। अनि 40 गतेपछि रमाउला भन्ने एउटा उखान छ नि, 40 गतेपछि अब रमाउनलाई त पैसा चाहियो हेर्नुहोस्। सर पैसो नभयो भने चाहिँ रमाउनु जे भयो नि, आखिर हामीलाई आवश्यक भनेकै मनी इज एभ्रिथिङ भनेर जस्तै होइन, पैसो नै सबै कुरा हो भन्ने छ अहिलेको उसमा चाहिँ होइन। अब रिलेसन भन्दा नि अहिले पैसो नै धेरै महत्त्वपूर्ण छ नि त। अब जस्तै भनौँ न, अब हरेक कुरा नर्मल्ली भनौँ न, हामी छोरा मान्छे भइसकेपछि अब हामीले छोरी मान्छेको के हो अरे, छोरी मान्छेले चाहिँ एउटा परिपक्व भन्दा नि उसले चाहिँ एउटा के भन्छ एउटा एउटा प्रगति गरिसकेको मान्छेलाई उ गर्छ अरे क्या, डिजर्भ गर्छ अरे क्या। त्यस्तै हामीले चाहिँ अब त्यो एउटा छोरी मान्छेको मात्रै होइन सर, यो चाहिँ अब हाम्रो अब आफ्नै फ्यामिलीकै कुरा गरौँ न। यदि हामीले चाहिँ कुनै पनि प्रगति गर्न सकेन भने हामी आफ्नै फ्यामिलीबाट नि एउटा हुन्छ नि अपहेलित भएर उ गर्नुपर्छ क्या सर। यो चाहिँ मैले जे होस् आफ्नो चाहिँ भएको छैन सर, जे होस् देखिरहेको छु, धेरै कुराहरू देखेको छु, त्यही अनुसार उ गर्दैछु। जे होस् यो बारेमा नि अब तपाईँको चाहिँ भन्नाले चाहिँ इन्सुरेन्सतिर चाहिँ तपाईँले टन्नै एउटा अब पुरस्कारहरू जित्नु भएको छ होइन, टन्नै एउटा पुरस्कारहरू प्रदान गर्नु भएको छ। अब त्यो बारेमा चाहिँ हजुरले के भन्नु न? भनिन्छ नि,
भर्खरै पनि मैले भने केटी मान्छेलाई धेरैले मन पराउँछन् रे क्या है। अनि केटा मान्छेलाई मन पराउनलाई चाहिँ आर्थिक समृद्धि नभइकन आफ्ना नजिकको मान्छेले पनि मन पराउँदैन कि। यति कुरा जानिसकेपछि मैले सङ्घर्ष त मैले धेरै गरेँ है। कलेज लाइफदेखि सङ्घर्षै गरेँ हो। तर आर्थिक रूपमा अलिकति सास फेर्न सक्ने सबल भएको जस्तो भएको चाहिँ मैले यही नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा प्रवेश गरिसकेपछि नै भन्ने पाएँ मैले त्यो अनुभव। बिचमा एउटा प्रश्न गर्न चाहे, तपाईँ चाहिँ भन्नाले यही कीर्तिपुर नगरपालिकाकै बासिन्दा कि अथवा कुनै अब अर्को जिल्लाबाट प्रवेश गरेर आउनु भएको छ? हजुर एकदम मैले मलाई सोधोस् जस्तो लागेको प्रश्न सोध्नुभयो। एकदम धन्यवाद दिन चाहेँ। मेरो जन्म यही कीर्तिपुरमै भएको हो। हाल अहिले लागेको 1 वर्ष कीर्तिपुरको सबैभन्दा टपमा एउटा मन्दिर छ उमामेश्वर भन्ने, त्यसको पछाडि हाम्रो पुर्ख्यौली घर छ। मेरो जन्म स्थान चाहिँ त्यही हो। अनि हजुरको लेख सँगसँगै अब हामीले चाहिँ अब लेखलाई र हजुरको लाइफस्टाइल त्यही कुराहरूलाई हामीले जोडेर मुख्य प्रश्नहरू चाहिँ त्यही टाइपको बनाएको छ। 2054 सालको मेयर हिराकाजी महर्जनले चाहिँ हजुरको त्यो गानलाई चाहिँ नगरगान चाहिँ किन भनेको थियो त्यो बेला? यो बारेमा थोरै खुलाइदिनु न। त्यो बेलामा साहित्य क्षेत्रमा सानो कविता गोष्ठी मात्रै गर्दाखेरि पनि मान्छेहरूको धेरै उपस्थिति हुन्थ्यो। प्रवचन कम्पिटिसन गर्दाखेरि पनि धेरै मान्छेहरू उपस्थित हुन्थ्यो। भनौँ न एक हिसाबले टोलमा बस्ने ठाउँै हुँदैन थियो। त्यो हिसाबले पनि अलि उहाँलाई मन परेको हुनसक्छ है। यो गीत चाहिँ मैले रचना चाहिँ मैले गरेको हो। अनि अब पिक्चरदेखि लिएर हरेक चिजको महत्त्व हुने भएरै सायद त्यो गीतलाई चाहिँ उहाँले नगरगान भनेको हुनुपर्छ है। सर अब म इन्सुरेन्सतर्फ लागेँ है। हजुरको कार्य नै भनौँ न त्यसलाई। अब यसमा चाहिँ इन्सुरेन्स के गर्नै पर्ने हो र अहिलेको जेनेरेसनको मान्छेहरूले इन्सुरेन्स के गर्नै आवश्यक नै छ र? समग्रमा भनेको हामी कति समय रहन्छौँ भन्ने निश्चित छैन। हेर्नुहोस्, जन्म निश्चित छ यति समयपछि भनेर, मृत्यु निश्चित छैन। तसर्थ हरेक घरमुली व्यक्तिले चाहिँ एउटा इन्सुरेन्सको पोलिसी चाहिँ बनाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ। अनि यो इन्सुरेन्स गर्दाखेरि चाहिँ अब धेरै चाहिँ अब सहकारी संस्थाहरूमा पैसोहरू जम्मा गर्दाखेरि धेरै फ्रडको केसहरू भएको छ। अब उनीहरू चाहिँ अब भागेर गएको छ होइन, पैसो खाएर। अब इन्सुरेन्समा चाहिँ यस्तो सम्भावना छ कि छैन, अथवा यसका बेफाइदा र फाइदाहरू के कस्ता छन् यसको बारेमा थोरै भनिदिनु न। एकदम सही क्वेसन। इन्सुरेन्सको पाटोलाई हेर्दाखेरि नेपाल सरकारले अर्थको काम गर्नलाई चाहिँ अर्थ मन्त्रालयले जुन जिम्मा दिएको छ नि, अर्थ मन्त्रालय अन्तर्गत चाहिँ 2वटा पाटो अर्थको काम गर्ने 2वटा पाटो, एउटा बिमा प्राधिकरणलाई दिएको छ, एउटा चाहिँ राष्ट्र बैङ्कलाई दिएको छ। राष्ट्र बैङ्क अन्तर्गत चाहिँ क ख ग र घ समूह गरेर 4वटा बैङ्क समूह छ। अनि त्यसपछि बिमा प्राधिकरण अन्तर्गत चाहिँ लाइफ इन्सुरेन्स र नन लाइफ इन्सुरेन्स भनेर 2वटा पाटो छ। यो बिल्कुल विशुद्ध सरकारले नै नियन्त्रण गरेर सरकारकै मातहतमा चल्ने निकाय हो यो। तसर्थ यो बैङ्क भन्दा पनि हल्का माथि हो। बैङ्कलाई पनि ऋण दिन सक्छ इन्सुरेन्सले। बैङ्कलाई नै ऋण दिन सक्छ? बैङ्कलाई पनि ऋण दिन सक्छ। बैङ्ककै मातहतमा चल्ने भएको कारणले यसमा चाहिँ एकदम ढुक्क हुनुभएको हुन्छ। यो सरकारकै मातहतमा रहने भएकोले चाहिँ ढुक्कसँग इन्सुरेन्स गर्दाखेरि हुन्छ। अनि अहिले चाहिँ लगभग कति जति चाहिँ एक्टिभ छ अहिले इन्सुरेन्सतिर चाहिँ? कतिजना जति चाहिँ भन्नाले अब कतिको चाहिँ मान्छेहरू एक्टिभ छ यो तर्फ? इन्सुरेन्स भन्नाले इन्सुरेन्स चाहिँ नेपालमा हाल अहिले 14वटा कम्पनी छ। 14वटा कम्पनी मध्येमा 14वटा पुगिसक्यो। 14वटा कम्पनी छन त 19वटा थियो। अब सरकारले एउटा यस्तो नियम ल्यायो, चुक्ता पुँजी 5 अर्बभन्दा कम हुने कम्पनीले चाहिँ चलाउन नपाइने भन्ने जुन त्यो प्रावधान ल्याइसकेपछि नि कुनै 2-3वटा मर्ज भएर, कुनै 2टा मर्ज भयो, कुनै 3टा मर्ज भयो। त्यो कारण चाहिँ अहिले 14वटामा हाल 14वटा चाहिँ इन्सुरेन्स कम्पनी छ। त्यो मध्येमा पनि सबैभन्दा जेठो भनेको, सबैभन्दा उच्च बोनस दर भनेको, सबैभन्दा राम्रो पोलिसी भएको भनेको चाहिँ यो नेसनल लाइफ इन्सुरेन्स कम्पनी हो। त्यही भएर पनि म यसमा चाहिँ आबद्ध भएको। यो इन्सुरेन्स बारे चाहिँ अब हाम्रो दर्शकबिनहरूलाई केही नोटिस दिन चाहनुहुन्छ कि यसको बारेमा? एकदम सही, एकदम मैले सोधोस् जस्तै लागेको हजुरले राख्नुभयो है। इन्सुरेन्स चाहिँ हरेक व्यक्तिले गर्नैपर्छ। अहिले भर्खर पनि मैले भने जन्म निश्चित छ, मृत्यु निश्चित छैन। हरेक घरमुलीले एउटा पोलिसी बनाउनै पर्छ ताकि त्यो घरमुली
व्यतीत भएको अवस्थामा पनि त्यो परिवारलाई चाहिँ राहत मिलोस्, यसको लागि चाहिँ इन्सुरेन्सको एउटा पोलिसी लिनुपर्छ। तर म अब यहीँबाट घोषणा गर्छु, म चाहिँ कम्पनीको पोलिसी भन्दा पनि कम्पनीको पोलिसीलाई अलिक परिमार्जित गरेर त्यसको फर्मुला निकाल्छु म, है। फर्मुला भन्नाले चाहिँ कुन टाइपले निकाल्नु? अब कतिपयलाई पोलिसी बनाउन मन लागेको हुन्छ, पैसाको अभाव हुन्छ। हेर्नुहोस्, पैसाको अभाव हुनेले चाहिँ पनि इन्सुरेन्सको पोलिसी खरिद गर्न सक्नु। त्यो चान्स त्यो सम्भव छ र सर? पैसा नहुनेहरूले नि अब जस्तै अब जसको नि सोच हुन्छ नि त, अब हामीसँग पैसा छैन, हामी मलाई यस्तो गर्नु छ उस्तो गर्नु छ भन्ने चाहिँ अब हरेकको मनमा हुन्छ नि त, केही प्रगति गर्नु छ केही गर्नु छ, अब पैसा बिना त केही हुन्न नि त। अब यस्तो सोच भएकोहरूलाई अब के सम्भव होला त सर? अब तिनीहरूले नि इन्सुरेन्स हो, मैले भन्नु खोजेको पनि त्यही हो। कमाउनु ठुलो कुरा होइन। हेर्नुहोस्, बचत गर्नु चाहिँ ठुलो कुरा हो। हामीले बचत गर्ने बानी बसाल्यौँ भने हामी जतिसुकै आर्थिक रूपमा जतिसुकै प्रगति गर्दै गए पनि त्यो आखिर चाहिने बेलामा शून्य नै हुन्छ। अनि बिचमा प्रश्न गर्न चाहे, अनि हामीले चाहिँ त्योहरूले चाहिँ अब हुन्छ नि अब त्यो सोच भएको जोसँग चाहिँ अब एउटा मिडल क्लास नै भनौँ न, उहाँसँग चाहिँ एकदम गरिबी छ, त्योहरूले चाहिँ अब इन्सुरेन्स गर्दाखेरि चाहिँ डकुमेन्टहरू चाहिँ के कस्तो डकुमेन्टहरू दिनुपर्ने हुन्छ, के कुराहरू चाहिँ दिनुपर्ने हुन्छ डकुमेन्ट? सामान्यतया आफ्नो गच्छे अनुसार इन्सुरेन्सको पोलिसी बनाउनु हो। इन्सुरेन्सको पोलिसी कम्पनीले पास गर्नको लागि उसको आर्थिक पछाडिको ब्याकग्राउन्ड के छ, उसको आर्थिक उन्नति के छ, उसको कमाइ धमाइ कति छ, त्यो आधारमा पोलिसी बन्छ। मसँग पैसा छ भन्नेमा मैले पोलिसी बनाउन मिल्दैन। मैले कहाँबाट कसरी पैसा ल्याउँछ त्यो आधार बिना चाहिँ हामीले पोलिसी बनाउन पाइँदैन। त्यो अनुसार चाहिँ मान्छेको गच्छे अनुसार चाहिँ पोलिसी बनाउने हो। यही कुरा चाहिँ म सिकाउँछु। हस्, थ्याङ्क यू सो मच सर, हामीलाई यो टाइम दिनुभएकोमा। सो अब आउने दिनहरूमा नि हामी यस्तै यस्तै नयाँ केही नयाँ भन्नाले नयाँ उहरूलाई ल्याउने छौँ, नयाँ गेस्टहरूलाई ल्याउने नै छौँ। सो आजको भिडियो चाहिँ यहीँ बन्द गर्न चाहेँ। एन्ड एउटा मैले अस्ति नै भने नि, हाम्रो चाहिँ एउटा सोच छ, आज चाहिँ यहाँ चेयरमा बसेर उ गरिरहेको छु, भोलि चाहिँ सोफामा बस्ने सोच छ। सो सबैजनाले चाहिँ सपोर्ट गरिदिनु होला। एन्ड थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। बाई बाई।